यो संसारमा कसैसँग पनि समानुभूतिको आश नगर। यहाँ मानिसहरू प्रेम देखाएर घाउ दिन्छन्। धेरै गहिरो नदीहरू शान्तसँग बग्छन्, त्यसैले धेरै गहिरो पीडा पनि आवाजविहीन हुने गर्छ। झुटो हो त्यो जो भन्छ सङ्गतको असर हुन्छ। मैले फूलसँग बसेको काँडालाई महकिएको देखेको छैन। झुटो प्रेम गर्नेहरूसँग सम्बन्ध तोड्न गल्ती गर्नु पर्दैन। स्वार्थ पुरा भएपछि आफै टुट्छ। जनाब, एकपटक सम्बन्ध बचाउन झुक्यौ भने मान्छेहरू सोच्न थाल्छन् अब त यो सधैँ झुक्नेछ। बदनसिब म हुँ या तिमी, त्यो त समयले बताउनेछ। अब एकपटक गइसकेपछि फेरि कहिले फर्केर आउनु पर्दैन। प्राय आफन्तसँग धोका पाउँदा मान्छेहरू चुपचाप बस्छन्, किनभने कसैले पनि चाहँदैनन् कि सम्बन्धमा दरार आओस्। कसैले बोलेको कुरा मलाई कहिले नराम्रो लागेन, तर जो अगाडि मिठो बोल्छ र पछाडि कुरा बिगार्छ त्यस्ता मान्छेहरूबाट टाढै बस्न रुचाउँछु। तमासा अरूले होइन, म आफैले बनाएँ, मेरो आफ्नै जिन्दगीको। महोदय, सबैलाई लाग्छ कि आफ्नो कमजोरी देखाएर सबैले प्रशंसा गरिदिउन्, तर यो चाहना अन्त्येष्टिको दिन मात्र पुरा हुन्छ। महोदय, रिसाउन पनि एउटा खास सम्बन्ध चाहिन्छ, किनभने रिस्ता धेरै महँगो हुन्छ। यसलाई जताततै खर्च गर्नु हुँदैन। महोदय, कुनै पनि सम्बन्ध तपाईँको इच्छाले जोडिँदैन। कोसँग कहाँ र कहिले भेट्नुहुन्छ यो प्रकृतिले नै तय गर्छ। जिन्दगी खोज्दै धेरै भौतारिएर हिँडे, जिन्दगी त भेटिएन, तर अनुभव धेरै पाए। सधैँ धारिलो हतियारले मात्र घाउ लाग्छ भन्ने छैन हजुर। कहिलेकाहीँ साना साना कुराहरूले पनि गहिरो घाउ दिने गर्छ। सहन गर्यो भने मानिसहरू कमजोर ठान्छन्, सामना गर्यो भने सहनशीलता नभएको भन्छन्। हामी खराब छौँ, त्यसैले बाँचिरहेका छौँ। यदि असल हुन्थ्यो भने यो दुनियाँले बाँच्न नै दिइने थिएन। जनाब, जिन्दगीमा कुनै सम्बन्धको लागि रोइहाल्नु हुँदैन। जसले रुवाउँछ ऊ आँसुको लायक हुँदैन, जो लायक हुन्छ उसले कहिले रुन दिँदैन। जसले मेहनतको सूर्य अस्ताउन दिँदैन उसले सफलताको सूर्य उदय गराउँछ। सङ्घर्षमा मानिसहरू एक्लो हुन्छ, तर सफलतामा सबै साथमा हुन्छन्। मानिसहरू परिवर्तन हुँदैनन्, उनीहरू त स्वार्थ सकिएपछि दूरी बनाउँछन् नयाँ बाटोको लागि। म बस सही समयको पर्खाइमा छु। मैले प्रत्येक कुराको हिसाब राखेको छु। महोदय, जब कसैले तपाईँलाई उचाल्न खोज्छ त्यो बेला मौन रहनुको आनन्द नै अलग हुन्छ। महोदय, जिन्दगीले जसलाई खुसी दिन सक्दैन उनीहरूलाई अनुभव चाहिँ धेरै दिने गर्छ। कसैको सम्झनामा बाँच्न मजाक होइन, भित्रभित्रै टुट्दा निकै पीडा हुन्छ। जनाब, जिन्दगी त केवल एउटा झुटो सम्झौता मात्र हो। असली शान्ति त मृत्युको काखैमा छ। जति सकिन्छ चुप बस्न राम्रो, किनकि सबैभन्दा धेरै पाप मान्छेले आफ्नो जिब्रोबाट गर्छ। कहाँ पीडा कम भएको हो र मलाई? बस मैले सहन सिक्न थालिसकेको छु। कसैको रूप मात्र सुन्दर भएर के अर्थ? यदि ऊ इमान्दार र वफादार छैन भने त्यसको केही अर्थ हुँदैन। महोदय, सुरुवातमा त सबै कुरा राम्रो देखिन्छन्, तर अन्त्यसम्म राम्रो रहनु ठुलो कुरा हो। मानिसहरू आफ्नो मन मर्जीले बदलिने गर्छन्। समय त केवल एउटा बहाना मात्र हो। काँडालाई दोष दिन कसरी मिल्छ र? पैताला म आफैले राखेको थिएँ, काँडाहरू त आफ्नै ठाउँमा थिए। महोदय, तिमी आउने बाटोहरू बारम्बार रोकिएपछि मैले आफ्नै प्रतीक्षा गर्न सिकेको छु। माया, तिम्रो र मेरो सोचमा केवल यति फरक थियो। मैले तिमीलाई सबैभन्दा अलग सम्झेँ, तर तिमीले मलाई अरू जस्तै सम्झियो। तिमी सधैँ खुसी रहनु भनेर मैले आफ्नो लागि सजाय रोजेँ, तिमीबाट टाढा हुने निर्णय गरेँ। भाग्यलाई केही पनि थाहा छैन सफरमा मबाट के खुसियो भनेर। जो मानिसहरू आवश्यकता भन्दा ज्यादा सोच्छन् उनीहरू होसैमा भएर पनि बेहोसीमा हुन्छन्।
जब विनाश मान्छेमा छाउँछ तब विवेक सबैभन्दा पहिले मर्छ। बाहिरबाट मिठो देखिने तर भित्रभित्रै धेरै विषालु मानिसहरू पनि हुन्छन्। होस पुर्याउनु पर्छ महोदय। गहिरो अन्धकारले नै मलाई प्रकाशको अर्थ सिकाएर गएको छ जनाब। अन्त्य त सबैको निश्चित छ, बाचुन्जेल के गर्छौ त्यही कुराले धेरै फरक पार्छ महोदय। मानिसहरू पनि कति अजीब हुन्छन्, आफू गलत भए पनि माफी माग्दैनन्, बरु तिमीलाई गलत साबित गर्न आफ्नो सबै बल लगाउँछन्। न त अनावश्यक झुक्छु न त अनावश्यक ठाउँमा अडिन्छु। आत्मसम्मान धेरै ठुलो कुरा हो मेरो लागि। रिसमा बोलेको एक कठोर शब्द यति विषालु हुन्छ कि हजारौं मिठो शब्दलाई पनि एकैचोटि नष्ट गरिदिन्छ जनाब। जिन्दगी त त्यही बेला नै परिवर्तन भइसकेको थियो जब ती मानिसहरू बदलिए जो कहिले जिन्दगी थिएन। लोभ र डरले जो कोहीलाई पनि गद्दार बनाउन सक्छ, त्यसैले म आफ्नो जिदमा बाँच्छु। सफल त त्यही हुन्छ जसले धेरै सङ्घर्ष गरेको हुन्छ। आफ्नो पीडाहरू कसैलाई पनि नबताउनु, किनकि मानिसहरू अगाडि सुन्छन् अनि पछाडि हाँसो बनाउँछन् जनाब। तिमी जति सम्मानित व्यक्ति किन नहोस्, यदि तिमीले त्यो व्यक्तिसँग प्रेम गर्छौ, उसले अरूको सम्मान गर्न जान्दैन भने तिम्रो आत्मा सम्मानसँगै तिम्रो भावनालाई पनि कुल्चिनेछ। केही मानिसहरू नै जिन्दगी हुन्छन्, केही मानिसहरू केवल जिन्दगीमा हुन्छन्, केही मानिसहरूबाट जिन्दगी बन्छ, केही मानिसहरू हुँदा मात्र जिन्दगी बन्छ। कसैले मलाई यति धेरै समझदार बनाइदिएको छ, अब म कसैको बहकाउमा आउने छैन महोदय। चाहे मनमा जतिसुकै पीडा किन नहोस्, जो तिम्रो होइन उसलाई जान देऊ। एक फकीरले मेरो शरीरलाई छुनसाथ अचम्म मान्दै भन्यो, यो कस्तो अचम्मको लास हो। शरीरमा सास त चलिरहेको छ तर जिउँदो मान्छे जस्तो भने लाग्दैन। अब भन्नुहोस् त कसरी निकालिन्छ शव यात्रा तिनको, जो बाँच्दा बाँच्दै पनि भित्रभित्रै मरेको हुन्छ। धेरै मानिसहरू छन् उसलाई खुसी राख्न, म एक्लो छु जो केवल उनको सम्झनामा खुसी छु। धेरै सम्झिन्छु म तिमीलाई, कामना गर कि मेरो सम्झना नै मेटिएर जाओस्। माया, तिमीलाई मेरो दर्शन पनि प्यासा हुनेछ, म यति टाढा बनिदिन्छु तिमीबाट। माया, चिन्ता गर्ने आदत बनेको छ भने सधैँ दुखी हुनुहुनेछ महोदय। मेरो मौनतालाई हार नठान, पछि फेरि पछुताउनु पर्ला। बोल्दा बाठो हुन्छु त्यसैले मौन छु। सबैको वास्तविकता थाहा छ तर पनि चुप छु, तर अन्धो भने होइन। सङ्घर्ष भन्ने कुराले बताउँछ कि मान्छेको हैसियत कति छ भन्ने कुरा। मानिसमा भगवान जस्तो होइन, मानिसको जस्तै गुण हुनुपर्छ महोदय। समय नै एउटा त्यस्तो तराजु हो जसले नराम्रो समयमा आफ्नाहरूको तौल ठ्याक्कै बताइदिन्छ। अबको जमाना त्यस्तो रहेन जहाँ मानिसहरू एकअर्कासँग छुट्टिएर अफसोस गर्थे। जो मेरो कुरा बुझ्दैन उसलाई म बुझाउने छैन, किनभने उसले मेरो ठाउँबाट देखेको छैन मेरो परिस्थितिहरू। रुँदै पनि बताए मनका कुरा, तर उसको त कठोर दिल रहेछ, मेरो आँसुलाई पानी सम्झियो। यदि बाँचिरहेका छौ भने जीवित देखिनु पनि जरुरी हुन्छ जीवनमा। यदि नैतिकतामा आँच आउँछ भने टक्कर दिन जरुरी हुन्छ महोदय। समय आफै देखिँदैन तर धेरै कुरा देखाएर जाने गर्छ जीवनबाट। जब टोक्ने सामर्थ्य हुँदैन भने भुक्न पनि उचित हुँदैन जनाब। आजकल मानिसहरू साँचो कुरा दिलमा लिँदैनन्, झुटा कुरा चाहिँ मगजमा राख्छन्। यो संसारमा मलाई बुझ्ने कोही छैन। एउटा तिमीसँग आशा थियो, त्यो पनि टुटेर गयो। केवल हात समात्नु मात्र महत्त्वपूर्ण होइन, त्यो हात सधैँ समाउन सक्नु चाहिँ असली साथ हो महोदय। कसैलाई हो हल्लाले निन्दा लाग्दैन, कसैलाई शून्यताले निदाउन दिँदैन। हरेक मान्छेलाई त्यति मात्र स्थान देऊ जति उसले तिमीलाई दिन्छ, नत्र आफैसँग रुनेछौ वा उसले तिमीलाई रुवाउनेछ। कसैलाई त्यति धेरै पनि शिरमा नचढाऊ कि तिमीले आफ्नै इज्जत गुमाउन परोस् महोदय। ए समय, तिमीलाई लाखौं लाख धन्यवाद।
जे सिकेँ सबै तिमीबाटै सिकेँ। आफ्ना सयौं गल्तीहरूमा पर्दा लगाएर भन्छन् मान्छेहरू, समय नै खराब चलेको छ। कदर गर्न सकेन भने भगवानले पनि त्यो व्यक्ति र समय दुवैलाई खोसिदिन्छ। जिद्दी बन्न सिक, यहाँ कोही पनि रातारात सफल हुँदैनन् जनाब। क्रोधले हामीलाई सानो बनाउँछ र क्षमताले हामीलाई महान बनाउँछ। ऊ त्यस्तै छ जसको भित्र विष भरिएको छ तर बाहिर अमृत देखिन्छ। माथि त्यही मान्छे पुग्छ जो बदला होइन परिवर्तनको सोच राख्छ महोदय। सायद कलियुग यही हो महोदय। यहाँ मान्छेहरू आफ्नो पीडाहरूले होइन अरूको खुसीले बढी दुखी हुने गर्छन्। समय अनुसार बदलिनु अति आवश्यक हुन्छ किनकि समयले आफै परिवर्तन गर्न सिकाउँछ, रोकिँदैन। जब आफ्नै मानिसहरूबाट धोका पाइन्छ त्यसपछि अरू कसैमाथि विश्वास गर्न पनि 1000 पटक सोच्नुपर्छ जनाब। हमेशा यो कुरा याद राख्नुहोस्, जीवन आफै खुसी हुँदैन, यसलाई आफैले खुसी बनाउनु पर्छ। यदि भगवानले तपाईबाट त्यो खोज्नुभयो जसलाई तपाईले गुमाउने कल्पना समेत गर्नुभएको थिएन भने निश्चित छ भगवानले तपाईलाई त्यो दिनुहुनेछ जसको तपाईले आशा पनि गर्नुभएको छैन। जब मान्छेको सोच नै बिरामी हुन्छ, मान्छेहरू होसमै रहेर पनि बेहोस बराबर हुन्छन् जनाब। हर मान्छेहरूलाई असल मान्न छोडिदेऊ किनभने मानिसहरू भित्रबाट त्यस्ता हुँदैनन् जस्तो बाहिरबाट देखिन्छन्। झुट पनि कति अचम्मको हुन्छ है। आफैले बोले ठिक लाग्छ, अरूले बोल्यो भने चित्त दुख्छ। कठिनाइहरूसँग कहिले पनि नातिनुहोस् किनकि कठिन भूमिका राम्रा कलाकारहरूलाई नै दिइन्छ जनाब। कति अचम्मको छ यो संसार। यहाँ झुटले होइन सत्य बोलेर सम्बन्ध बिग्रिन्छ।